जङ्गलमा मृग देखाएको छ तपाईँले? यहाँको कम्युनिटीमा चाहिँ बेस्ट भनेको चाहिँ त्यही बेस्ट भन्दो रहेछ। तपाईँले कम्प्लेन गर्नुभयो उताको भने चाहिँ तलबाट जानुहोस् है भन्यो भने त्यो टिकट काउन्टरको मान्छेले म खास त्यो अगाडिबाट छिर्नु आएको थिएँ नि। अब हाम्रो चाहिँ करिब करिब चाहिँ यात्रा सुरु भइसकेको छ। म चाहिँ तपाईँहरूको गाइड, मेरो नाम चाहिँ विनोद हो होइन। अब हाम्रो चाहिँ दिनसम्मले अवधि भयो चाहिँ हल्ला चाहिँ नगरिदिनु होला र आफूले खानेकुराहरू राम्रो भएको छ भने बाहिर चाहिँ नदेखिनु होला। बाहिर खालको आर्मी जनावरहरूले चाहिँ अब यो चाहिँ खानेकुरा हो भनेर चाहिँ हामी गर्छौँ र त्यो अड्केर चाहिँ मर्ने गरेको रेकर्डहरू छन्। अनि कहिलेकाहीँ चाहिँ आर्मीहरू बस्ती गर्न आउँछन्। बस्ती गर्न आउँदाखेरि चाहिँ उनीहरूको चाहिँ भिडियो फोटोहरू गरिदिनु होला। यतासम्म लेके आयो उनको के काम होता है, कभी कभी बस्ती का कैटरिंग में जाएगा, कोई जनरल कोई मारा कर लिए, कोई डेंगू का कोई बीमारी होती है, कोई गाय कोई हुआ है, कभी कभी साइकिल नहीं तो वस्ती उहाँले बिचमा राखेर ठिक गरेको छ यहाँले नत्र है मामा। उहाँ अझैले कोठामा तर्साउँदै तर्सिन्थ्यो। शिकार गर्दै निस्किला नि। के दियो न्यूरो मैले त केही देखिनँ। मैले त केही देखिनँ, के देखाएको छ? यो के को बोर्ड हो यो थाहा छ? के को बोर्ड हो यो बादल के को थाहा छैन? अहिले थाहा छ? अहिले अघि लग्यो यो 5 जुन छ, यो जुन यो लिजेको जुन अघि यो चाहिँ भेलरको भन्छ कि यो भेलरको गेडा चाहिँ जुन चाहिँ गैँडाले चाहिँ अति मन पराउँछ र गैँडाले मन पर्ने भएर चाहिँ लाइनेर पकाउनु अनि गेडालाई है। हो यो चाहिँ भेलरको बोट हो क्या। इसका एक नाम है राइनो एप्पल का, जो फल फलता है, जो गेड़ा जैसा होता है, वो एक बात है पता है राइनो एप्पल जो गेड़ा फलता है ना उधर को गेड़ा राइनो एप्पल यो अभी कौन पे आएगा क्या? नहीं हम लोग गिटार उसको चाहिए ना, फिर आप लोग बोलेंगे आपको दिखाया
हम घूम रहा है टाइगर तो ऐसा है, तर्सिँदैन और सोशल में किया है टाइगर तो ये जंगल में करी पत्ता है ये लोग पता है क्या होता है बिहान भनेको गाडी उठ्दै उठ्दैन रहेछ क्या 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 है छैन सिकाल निकाल्नै छैन और ये सांभर हावै सांभर बिहान गरौँ भने आफै भनेन साउरे लेनोड़ा जो होता है ना लोग खाता है यो चाहिँ ढुङ्गे खोला हो है टाइम हेरेन यो ढुङ्गे खोला चाहिँ माथि चाहिँ 12 बजेदेखि नै बग्दै आएको 12 बजेदेखि जुन चाहिँ अगाडिपट्टि गएर चाहिँ राप्तीसँग चाहिँ मिक्स भएको छ राप्ती फेरि अनि गोलाघाट भन्नेसम्म गएर चाहिँ नारायण यता त नो इन्ट्री फेरि नारायण यतापट्टि त नो इन्ट्री त्रिवेणीसँग मिक्स भएको अभी उधर पे ऊ मिर्ग और नेपाली में बोलेगा तो शिक्षण बोलेगा छोटे दिया ना ये लोग एक ही साथ में करने के लिए आता है ये एक ही फैमिली का है बेटी है पूरा सिंह है तो वो बेटा है सिंह नहीं है तो वो बेटी है त्यहाँ पैसा ट्रान्सफर गरिदिने 1000 रुपियाँ अगर मेरो कतिखेरको उधर ले लिया ना मेरा नाम सबसे बड़ा वाला आज दिन तपाईँको आजबाट लिनु मेरो आज दिनलाई मत गर्नु बोलते हैं सांभर डियर वो हॉट डियर बोलते हैं डियर बोलेगा तो सेम से भी इसका भी थोड़ा बड़ा है बाकी डियर बोलते हैं जैसा कि और जगह जगह साउंड बोलते हैं उसको बाकी डियर बोलते हैं हल्ला नगर्नु बोल्नै नमिले होइन बोल्नै मिल्छ त्यो हल्ला न ठुल्ठुलो आवाज पनि ननिकाल्ने हो त पुरा साइलेन्ट मजाले फेरि ए देखा गऱ्यो नि बोल्यो त्यो ठुलो हल्ला गर्नु नदिनु होला कति पत्ता भनेको हामी सबैलाई थाहा छ नि होइन साउथ इन्डियनहरूले चाहिँ बढी युज गर्छन् अब दाल तरकारी अब चिकन करी अब उतातिर चाहिँ साम्बर त्यो अनि ढोसाहरूमा चाहिँ बनाएर चाहिँ खाने गरिन्छ अब हाम्रो नेपालमा चाहिँ बिस्तारै बिस्तारै त्यो पनि अब त्यसको पाइसकेको छ तर चाहिँ अब विदेश गएको छ उसलाई थाहा हुन्छ कडी पत्ता र तेजपात एउटै हो होइन होइन हजुर कहाँ भोटे फरक बुझिनँ मैले तेजपात र कडी पत्ता एउटै हो त उयो चाहिँ हो तेजपत्ता भनेको चाहिँ हामीले चियामा पनि चिया पकाउँदाखेरि पनि हालेर खान मिल्ने यो भनेको चाहिँ मासुहरूमा ढोसाहरूमा चटनीहरूमा चाहिँ जसरी तेल हालेर चाहिँ फ्राई गरिदिन्छ त्यसरी नै हालेर फ्राई मात्रै गरिने त्यसमा खानुमा केही पनि छैन तर स्मेल चाहिँ मिठो आउँछ साउथमा हिँड्नु भन्छु है म सबैले बुझ्नुहुन्छ नि होइन बुझ्छ बुझ्छ हिन्दी भन्ने बुझ्नु छैन बुझ्नु नेपाली भन्नुपर्ने अभी ये जंगल का अंदर एक होटल महाराज महेंद्र पहले क्या करता था वो तो राजा है तो देश विदेश पूरे खा लिया मतलब जाके किधर भी जाना सकता था उस टाइम में फिर वो पहले शिकार करने के लिए जाता था और शिकार करने के टाइम में वो सोचता नहीं होला होला के आएको ये थोड़ा इधर बनाएगा त्यहाँ के आयो होला टूरिस्ट लोग आएगा तो लोग फायदा भी होगा पूजा ए बाँदर रहेछ मेरा साइड भी ले सोच के उधर और मैंने दोनों ही बनाए ठीक है अभी वो होटल में क्या है कि अभी तो बंद है 25 साल हो गए बंद हो गया लेकिन वो उसका होटल में क्या है जैसा कि अभी का होटल में क्या था फर्स्ट फ्लोर सेकंड फ्लोर थर्ड फ्लोर विशेष होता है इंडिया में क्या था पहिला पहिला ग्राभल पछि हाले जस्तो है यो बाटो यो ग्राभलहरू बाटो बनाउन हाले जस्तो बनाया
अलग अलग जो तपाईँ एक सिंगल सिंगल भिडियो अहिले तपाईँ त्यो जहाँ जहाँ खाली छ त्यहीँ मात्र बाटो पुरा काफी अच्छा है वो जगह लेकिन उसका स्ट्रक्चर है अगर वो भवन तो है लेकिन वो अंदर का जो मजा है नहीं इस टाइम सर्जरी जरूर है लेकिन इंडिया का और नेपाल का बांग्लादेश का ये लोग आउन नहीं सकते साथ ये जो हाथी रहने का जगह है वो टाइम में ये सफारी नहीं था सीधा हाथी सफारी करने का है नहीं तो वॉकिंग करने का ये सफारी बाद में आ गया वो इंडिया का फोटो जब मैं देखा था उसके बाद इधर आ गया ठीक है और इधर आगे जाके हम लोग के एक घाटे मैदान बोलता है ना घाटे मैदान में क्या है वो गैया के लिए और वेजिटेबल जो है उसको खाने के लिए बनाया है बना तो बनाया नहीं है वो क्या है उसको कमरे में लगाया पहले ये क्या करता था ये पूरा अभी कटिंग करने के लिए आया काम करता था कोई फायदा नहीं है अब ये जो दिख रहा था ये घर ये जो घास दिख रहा था ये हम लोग को क्या नेपाली लोग क्या करता था पहले ये काट के इसको सुखा के इसका ये गिर का अंदर इसका ऊपर लगा के सिस्टम होता है अभी क्या हो गया ढाल करने का सिस्टम अभी सिस्टम लगाने का सिस्टम है और ये चाहिँ घाँसे मैदान हो अब यो चाहिँ अब घर बनाउनको लागि चाहिँ प्रयोग गरिन्छ होइन पहिला पहिला चाहिँ अब हामीले अब यो गर्मी हुनको लागि शीतल हुनको लागि चाहिँ घरहरू लगाउनु गरिन्थ्यो अब अहिले चाहिँ त्यो सिस्टम छैन हाम्रो सिस्टममा किचनहरू लगाउनु गरिन्छ होइन त्यस बेलामा चाहिँ अब मान्छेहरूले घाँस काट्थे ओर्थे र अब यति साह्रो गर्थेन अब अहिले चाहिँ मान्छेहरूले अब गाई बस्तु पाल्न छोडिसकेका छन् त्यसले गर्दाखेरि अब अगाडि गइसकेपछि अब हामी चाहिँ अब यहाँ रहेका होटलहरूको बिल्डिङहरूको बारेमा चाहिँ अब हामीले चाहिँ एकछिन हेर्छौँ र फेरि अनि हामी चाहिँ अघि बढ्छौँ हम लोग थोड़ा अंदर हम लोग थोड़ा टेक्निकली जाएगा पहले जाना पड़ता है कभी कभी उधर गाइड भी हो सकता है और तो मैं किया था लेकिन नहीं है जैसे जंगल है अभी इसका नाम है गैंडा ओइल लेफ्ट में हमारा मुल्क का वही शेर आपका मुल्क का वो सिंह है लेकिन हमारा मुल्क का ये है आइए सभी है ना राम उति जानु पर्छ एकदम जाउनु यता सर हाम्रो हिराकाजी डायमन्ड ब्लग है यी चाहिँ मामा आउनु होटल यही हो 50 वर्ष अगाडिदेखि बनाएको थियो यसमा चाहिँ टाइलहरू लगाएर चाहिँ मजाले चाहिँ बाथरुमहरू चाहिँ भित्र सबै कुराहरू रहेको छ अब यो चाहिँ सिङ्गल सिङ्गल रुमहरू भयो खतम भयो अब यही हो अब बिल्डिङको नाममा चाहिँ यतिको बचेको छ अब यो चाहिँ हामीले चाहिँ अब यो कसैले यसलाई झाँसी भन्छ नि खडै भन्छ अब यो चाहिँ पहिला पहिला चाहिँ अब यो बनाइयो होइन अहिले चाहिँ पानीले चाहिँ झाँसी जस्तो भएको पानी देखाइदियो अझै के छ चाहिँ दुई शब्द यस्तोमा चाहिँ अब पहिला पहिला मान्छेहरू रमाउँथे अब अहिले चाहिँ बिल्डिङ भयो फेरि अब उल्टो आउनु लागेको छ कि फेरि अहिले फेरि अब यस्तै यस्तै सिस्टमको आउनु थाल्यो नि त बिस्तारै बिस्तारै टुरिस्टहरू आउनु लाग्यो ये चाहिँ डाइनिङ हॉल है जो खाना खाने के लिए जो हम लोग डाइनिङ हॉल बोलता है ना अब उसको अंदर क्या है एक बारबेक्यू करने का जगह है लेकिन वो टाइम में क्या वो बोलता था कि मांस को पोल के खाने का है ऐसा बोलता है अभी तो जनरल हो गया ना अभी जेनजी हो गया ना जेनजी आ गया अभी चेंज हो गया टाइगर सब जस्तो रहेछ टाइगर सब तो ये बारबेक्यू करने का एरिया है जो एउटा सिङ्गिरहनु भएको छ जुन चाहिँ हामीले स्पोटेड डियर जुन चाहिँ अघि हामीले देख्यौँ नि चित्तल त्यही चित्तलको चाहिँ सिङ हो अब यसलाई चाहिँ फोटो चाहिँ खिच्न पाउनुहुन्छ तर चाहिँ सामाजिक सञ्जालमा चाहिँ हाल्न पाउनुहुन्न है होइन फोटो खिच्न त पाइयो यसरी फोटो खिच्न त पाइयो तर सामाजिक सञ्जालमा हाल्यो अनि यो भिडियो चाहिँ युट्युबमा हाल्नु मिल्छ कि मिल्दैन सोधपुछ गरेर अनि त्यसरी फोटो खिच्न त पाउनु भयो पाइयो ए समातेर कसरी खिच्छ नि त किन तपाईँलाई समस्या पर्छ त्यो बेलामा मलाई पनि समस्या पर्छ क्या सर केही शब्द यो मेरो भ्लग मार्फत यसो जाओस्
लगिहाल्यो भने पनि उनीहरूलाई सिपाहीले आदमीहरूले भेट्यो भने यस्तो नवासँग पिट्छ पनि जेला कोट्छ पनि यो चाहिँ अलिकति बयस नगएको हो कि यो बाघले मारेको भएर हाम्रो यहाँ चाहिँ वरिपरि आउने मान्छेले हाम्रो सिपाही मतलब यो स्टाफहरूले चाहिँ भेटेको भने चाहिँ राईहरूले अब आएको टुरिस्टहरूलाई जोइनुहोस् भनेर ठ्याक्कै यही बेला यही आइदिरहेको कि फेरि यस्तो पानी त परिदिरहेको फेरि यस्तो छ कि यो त्यो बेलामा हेर्नु न यो टायल हेर्नु न त्यो बेलाको बनाएको त्यो बेला राजाको पाला हो नि त उसले कहाँ कुन देशमा घुसबाट लिएर आला यसो रमाइलोको लागि यसो नभइकन पनि यसरी होटलहरू बनाएका थिए जसरी यो बस्ने बनाएका थिए भने पुरुष युज गर्ने चाहिँ प्युरीको चाहिँ बनाएका थिए होइन अब त्यसै गरी यो जुन अब यो बोट देखिरहनु भएको छ लाउने यो बोट देखिरहनु भएको छ यसको माथिपट्टि चाहिँ अब त्यो काठले चाहिँ मजाले ढाकेको थियो वरिपरि मजाले सालको काठले ढाकेको थियो होइन म भन्छु अनि यहाँ चाहिँ राजाहरूले चाहिँ के गर्थ्यो भने यो चाहिँ सर्लकै जुन घाँस देखिरहनु भएको छ नि त्यो घाँस चाहिँ थिएन यो बोटहरू पनि थिएन त्यति है अनि यहाँ चाहिँ राजाहरूले चाहिँ बसेर मजाले हुस्की बियरहरू खाने गर्थे त्यो बेलामा चाहिँ अब यो हुस्कीहरू थियो बियरहरू त थिएन नि त होइन अब यो जुन चाहिँ देखिरहनु भएको छ यो चाहिँ यसलाई चाहिँ खडै भन्छन् यो चाहिँ एकदम यो ऊ बेलामा बनाएको अहिलेसम्म पनि चलिरहेको छ मैं क्या बोल रहा था कि ये जो ये बाहर दिख रहा था जो हमारा क्या त्यो भएर चाहिँ अब बाँकै देखाउनु नि त विनोदजी हुन्छ मैं सकेको कोसिस त म गरेको छु त बाघ हेरिदिने न मामा बाघ हेरिदिने मामा युट्युब भिडियोमा सब बोका मामासँग सब आउने भयो अब यो त अब अहिले त है जिर्नै भयो नि त त्यो होला नि यसो बनाएको टन्नै रहेछ है तर प्याले उयोहरू त यो पुरानै हो कति वर्ष भयो भने तर जलपरी होइन उहाँहरू चाहिँ बोटमा चढेर आउनुभयो अब उहाँहरूको बोट गरेर चढेर आइसकेपछि यहाँ आएपछि भ्याइयो उहाँको अब यहाँबाट चाहिँ हिँड्दै बाहिर निस्किनु हजुर उहाँहरूको लौरो हातमा लौरो छ नि त नि त्यहाँबाट झरेर हिँड्दै हेलो यहाँ पनि सोलार मामा पुरानै हो क्या त यो त्यो श्रीराम अङ्कललाई बोलाउनु पर्छ मर्नको लागि फोटो मैले मनिसँग फोटो त खिचेको छैन मैले सब भिडियो मात्र लिम्बूमा गैडाले हान्यो नि त गएर लाने रे लट्ठी लिएर हिँड्थ्यो पहिला हामी माछा मार्न जान्दैनौँ गडा आयो भने हान्नुपर्छ कस्तो छ भने यो चाहिँ राइनो जोन हो क्या राइनो एरिया हो यिनीहरू के गर्छ भने मजाले यताबाट आयो पनि आफूहरूको यहीँ हो क्या त्यो हामीले चाहिँ हिँडेर देखाउने गर्छौँ ढिला भयो ओके त लेख्नु नेक्स्ट टाइम यसको
त्यो कलर पनि पुरानै हो त हो यो त के फुल के भन्नु एउटा यसले त के भन्नु 50 वर्ष हो यो चला गएन भन्दै जिपमा वाल छ नानी राजस्व बिनाको चलाउँदाखेरि के भयो भन्दाखेरि अब उनीहरूले थाहा पाएर आएर बन्द गरिदियो होइन मामालाई ब्लग मामालाई कहाँ छ यिनीहरूले मामालाई प्योर ब्लग है मामालाई प्योर ब्लग है किन फेरि सुरु भयो ठिक घुमेर आइयो होटल सोटल हेरेर आइयो होइन मामा के कसो के देख्नुभयो मामा अनि भालु चाहिँ देख्नु भएन लहरा भाँगो बाँधेर आगे ल मामा जाँतो गइहाल्नु र म फिर्किहाल्छु हप्पो भएको चाहिँ घुर्दा चाहिँ आनन्द भयो गाड़ी फोन कर लोगे तो सुन लोगे बता देना ये देखिए अरे मजाक हो रहा था आपसे वाटर होल राइनो वाटर होल के किले मामा कति 1 घन्टाको बनाइदियो भिडियो बाघै हेर्ने उसै हो भने चाहिँ उतापट्टिको जङ्गलमा चाहिँ त्यो बस्ने उसहरू छ क्या थुप्रै राति त्यहाँ उस गरेर त्यता बस्नुपर्छ त्यो सौरामा लखत हिँड्दै गएर काम भयो राइनो जोन रे राइनो जोन त्यो देखाएको थियो लास्ट टाइम हामी हात्ती रोनाल्डो पनि देखाएको थियो सबै देखाएको घाँसे मैदान यो सबै घाँसे मैदान ल यो आसमानले खर्के हुन्छ यो जो घाँस देख्दा हामी किने घाँस सिधै हामी फर्किने यति मात्र हो होइन होला यता जान्ला होला त्यस्तै सिटिएर लागेर यो गैडा है ऊ आर्बर्ट राई जलगैडा भन्छ है त्यसलाई होइन एकसिङे गैडा हो हाम्रो नेपालमा पाउने भनेको एकसिङ गैडा मात्र हो जलगैडा होइन जलमा बसेको जलगैडा तर यो होइन नि त यो त एकसिङ गैडा हो
उनीहरूको छाला चाहिँ बाक्लो हुन्छ त्यो भएको भएर चाहिँ गर्मीले गर्दाखेरि चाहिँ उनीहरू आल खेल्नु रुचाउँछ उठेर जानु सिधै आउँछ पुतली आयो पुतली घरि हाम्रो चाहिँ गीत सवारी सकिन लागेको छ नगरेको मेरो कुरा हामी सुनिदिनु भएको तपाईँको लागि टाइम दिनु तपाईँलाई पनि धन्यवाद हामीलाई घुमाइदिनु भएकोमा बुझाइदिनु भएकोमा यो साउदाको वन हो यो चाहिँ हाम्रो यो सौराको मेन जङ्गल यो भन्नु होइन सामुदायिक भइकन पनि यो मध्यवर्ती क्षेत्र भन्ने राष्ट्रियसँग चाहिँ जोडिएको जङ्गल केले छेकेको जेले छेकेको किनकि जङ्गल चाहिँ आइटमहरू धेरै कम्ती बजाइ बजेर यता अलिकति घाम सर्ने बेला जान पाएको है अगाडि गर्नु लिनको जातहरू अनि सिधा चाहिँ उ गर्नु नपुग्ने गर्न पर्ने चाहिँ 5 किलोमिटर कति किलोमिटर पुग्यो ल फर्क्यो हामीले घुमेर जङ्गल सफारीमा एउटा बाघ पनि देखेन घाँस हाँस माउदेख्नु बाँस पूजा बाटो कि अगाडि पनि छौ बाटो पनि मैले क्या हेरिरहेकै फेरि गएको औराको जङ्गल पनि सिद्धो घुमेर लजा यो चाहिँ राप्ती ड्याम साइड यो चाहिँ ड्याम साइड यो खोलाले खाएको औ त्यो मूर्तिहरू देखेको चाहिँ के होला जाने यो मूर्ति खै त्यो मूर्ति त्यो अस्ति बाढी आएर बगाएको हो हावामा हात्ती पनि देख्यौँ गैडा पनि देख्यौँ बाघ पनि देख्यौँ भन्न चाहिँ मिलेन अलिकति यो समय थियो अनि यस्तो बस्ने त नै हुँदैन यो त सबै कटान गरेर गएको बेला आएन त्यो बाढी आएन त्यो बेलामा सबै खाइदियो यो सब डुब्यो यहाँ यो सबै डुब्यो यो घरहरू यो अग्रम यो रिसर्च गर्नु अब 2080 सालमा गाडी आयो ल यहाँ चाहिँ वर्ल्ड कप लागेको छ झन्डाहरू भन्दा नि अगाडि एकचोटि आउँछ नि ठुलै बाढी आएको थियो यहाँ माथिल्लो खोलामा बाढी आएको थियो क्या त्यो बेलामा माथिदेखि सौरा सबै खाइदिएको थियो त्यस्तो माथि माछामा पुग्यो त्यस्तो माथि माछामै ओ टाँगा भने टाँगा यो टाङ्गा घोडा टाँगा गधा टाँगा थियो यो टाङ्गा घोडाको टाँगा गधाको टाँगा भने क्या
गाजा खाँदै क्या टाँगाहरू त सब हटाइसियो त हेर सब पुग्दैन यस्ता हटाउँछ क्या पुष्पा राइट ल यो चाहिँ के टेम्पू सरकारी बोकिने टेम्पू होटेल मोनालिसा विदेशीलाई पनि सबै नाम नै आउँछ होइन सर हामी त सबैजना सिकाउँछौँ मैले त्यहाँ भनिराखिदिएको त्यहाँ मामा मामा ऊ मामा ए सबै बोकेर मामा मैले देखाएको मामा मात्र हो नि मैले त मामा मात्र हो नि देखाएको त्यो कुरा ल्याएको त्यो हाम्रो मयूर चोक होला मयूर चोक सर चोक सौरा थालुले म्याजिक म्याजिक भने अब के हुन्छ यो सुधार्नै पर्दैन अब सुत्दैन अवस्थामा छ पुरा त्यो हिप्पीहरू बस्नु टसिलेर समेतले खाएको दुईजना त्यस्तो नानपाङलाई चाहिँ साह्रो 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 के आउँछ जाने कहाँ मलाई त के फरक पर्दैन तपाईँलाई गाह्रो हुन्छ नि मात्र मलाई त छैन के गाह्रो हुँदैन छोडो होइन त्यहाँबाट चिल पारामा खाना खाएर निस्किने मलाई त भोलि बिहान छोडिदिनु अनि त्यो छैन बाघ 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 झर्ना के होटल जङ्गल क्राउन जलबिरे नुहाइदिने जङ्गल क्राउन नुहाइदिने हो कति हिँड्नु के चाहिँ गाडी बेच्छ यहाँ जाने नुहाइदिने चाहिने हुने हो होइन ए रिभर पार्क इन्टरनेसनल रिसोर्ट ल आइपुग्यो ल यो चाहिँ हाम्रो गाडी रुम ठिक छ तपाईँको एकदम A1 छ A1 हाम्रो गाडी
हामी चाहिँ यहाँ बसेको ल घुम त यो वान्छ अब के फरक पर्छ भन्दा ल यो चाहिँ ला उनीहरूको म्यानेजमेन्टको हो नि त बिचरा त्यतिसम्म एउटा राइड पाएन एउटा राइड अन्त पैसा पाउने होला उनीहरूले ट्रिपको हान्ने होला मामा उता जाने यो बोट फल्ला सर काठमाडौँमा फल्दैन फल्दैन होला त्यही मैले त्यही सोचेँ ऊ त्यो घन्टे फुल त फुरेछ हामी कहाँ त पाउँछ यो घन्टे फुल त्यो होइन सर्प आउँछ अहिले अब घाम घाम ताप्दा त सर्प निस्किन्छ है राम्रोसँग हेऱ्यो त ल यो चाहिँ यो मामा यो के सुपारी होइन यो हो त यो खाने हो त के बनसुपारी भन्छ होइन सुपारी नै भन्छ सुपारी नै हो यो बनसुपारी भने त सानो हुन्छ क्यारे होइन ल अहिले चाहिँ यो भ्लग यहीँ इन्डिङ है त ल स्टप भयो अब